हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। हजुरहरूले चाहिँ हामी दुई सासु बुहारी अनि हाम्रो यो परिवारको भ्लग्सहरू चाहिँ एकदमै रुचाउनु भएको छ। धेरैले अप्रिसिएट गर्नुभएको छ हाम्रो जोडीलाई लिएर। धेरै धेरै धन्यवाद। यहाँ चाहिँ हामी सासु बुहारी मिलेर एकदमै रेडी पोजिसनमा भइसकेका छौँ। अब हामी कता जाँदैछौँ त्यो चाहिँ हाम्रो हजुरआमाले भन्नुहुन्छ है त। आज नमस्कार। नमस्कार। आज हाम्रो पूजा गरेको हिजो यहाँ नाति नातिनासित मारिडी जाँदैछौँ फुलपाती सेलाउन। सबैले हेर्नु होला है। हामी कहाँ जाँदैछौँ हाम्रो हजुरआमाले हजुरहरूलाई बताइसक्नु भएको छ। यहाँनिर चाहिँ हाम्रो हस्बेन्डले हजुरआमालाई चाहिँ काली गण्डकी तिरमा लैजाँदै हुनुहुन्छ फुलपाती सेलाउनको लागि। सबभन्दा पहिला हामीले हजुरआमालाई अगाडि लगायौँ, त्यसपछि चाहिँ मलाई फेरि रिटर्न ब्याक मलाई लिन आउनुभयो र त्यसपछि म पनि लागेँ है त। नदीको तिरमा गइसकेपछि पूजाआजा गरेर लाग्यौँ हामीले फुलपाती सेलाउन। हिजो मात्र पूजा गरेका फुलहरू चाहिँ यसरी नदीमा गङ्गामा बगायौँ। मलाई बगाउला कि फुल बगाउने नदीले, मेरो चाहिँ घाँटी बसेको छ है, त्यही भएर अलि राम्रो स्वर त आएन। हजुरहरूले पनि सम्झिनु है त। यहीँदेखि कालीगण्डकी नदीको दर्शन गर्नुहोस्। कालीगङ्गाको दर्शन र हाम्रो फुलपाती विसर्जन पछि हामी लाग्यौँ ऋषिकेश, श्री ऋषिकेश मन्दिर, जुन चाहिँ रहेको छ नेपालको 4 धाम मध्येको एक धाम। हजुरहरू पनि अवश्य भिजिट गर्न आउनुहोला, दर्शन गर्न आउनुहोला। एकदमै प्रसिद्ध ठाउँ रहेको छ। यदि हजुरहरूलाई थाहा छैन भने पनि थाहा गरिराख्नु है त। यो कुराको कसलाई जानकारी थियो र पहिला नै यो मन्दिर हजुरहरू कहाँ कहाँदेखि यहाँ आउनुभएको छ कमेन्ट पनि गर्नुहोला है त। त्यसपछि हामी लाग्यौँ नेपालकै दोस्रो लामो झलुङ्गे पुल फलाचे गुल्मीमा रहेको यो झलुङ्गे पुल भिजिट गर्नको लागि हामी लाग्यौँ गुल्मीतर्फ। यो पुल चाहिँ रहेको छ जम्मा 525 मिटर लामो रहेको छ। हजुरहरू पनि यो पुल भिजिट गर्न आउन सक्नुहुन्छ। यो चाहिँ हजुरहरूको रिडीभन्दा मास्तिर तम्घास जाने बाटोमा गुल्मी फलाटेमा पर्छ। ल है त आउनुहोस् मसित सँगै भिजिट गरौँ। 525 मिटर हिँडिसकेपछि हामी सासु बुहारीको हालत यस्तो भएको थियो गाइस। 25 मिटर हिँडेर नेपालकै दोस्रो लामो झलुङ्गे पुल तरेर आयो गुल्मीदेखि। ल हजुरहरू पनि आफ्नो समय मिलाएर नेपालकै दोस्रो लामो पुल भिजिट गर्न जानु होला है त। यहाँदेखि हामी फेरि लाग्यौँ हाम्रो यात्रातर्फ। हाम्रो यात्रा रहेको थियो छत्रकोट देवालय मन्दिर चोइगामा। ल हामी सब परिवार फेरि चोइगामा भेट हुने है त। ल आउँदै गर्नुहोस् हजुरहरू पनि। आज हामी सपरिवार भएर हाम्रो श्री छत्रकोट देवालय भिजिट गर्न आएका छौँ। हजुरहरू पनि यहाँ आउन सक्नुहुन्छ। एकदमै राम्रो रमणीय वातावरणमा रहेको छ। कस्तो लाग्यो मम्मी हजुरलाई? राम्रो, पहिलोचोटि आएको धेरै राम्रो लाग्यो। एकदम यति शान्त र सुन्दर है ल, यति शान्त सुन्दर रमणीय रहेको छ। हजुरहरू पनि आउनु होला, दर्शन गर्नु होला छत्रकोट देवालय। धन्यवाद। पास लिएर केही बोल्नै सकेन तलदेखि माथि आउँदा। ल हेर्नुहोस् यतापट्टि देखाउनुहोस् त सर, यति राम्रो नेचरमा छत्रकोट देवालय आउनु होला। एकदमै सुन्दर शान्त रमणीय ठाउँ छ, घुम्नु होला।